हेलो गाइज, वेलकम टु माई च्यानल अगेन। इट्स मी प्रतीक्षाबाट। इट्स मी हल्सा तामाङ। आज फेरि हामी नयाँ च्यालेन्ज लिएर आएको छौँ, त्यो पनि चाउमिन च्यालेन्ज। अनि आज चाहिँ हामी 5 मिनटको च्यालेन्ज खेल्छौँ। अस्ति नै चाहिँ त्यसै टाइमर नराखिकन खेलेको थियौँ भने आज चाहिँ 5 मिनटकै टाइमर हुन्छ। हाम्रो जसले अगाडि सक्यो त्यसले जित्यो। अनि हामीसँग आज खानामा चाउमिन छ, अनि यहाँ यता पिउनामा मही पनि छ। यो दुइटै फिनिस गर्नु पऱ्यो है। अनि जित्नेले के उसको 10 रुपियाँ अनि मेरो 10 रुपियाँ। आज चाहिँ 20 रुपियाँ। ल 20 रुपियाँ। अनि हार्नेले त्यहाँ लेमन छ, हार्नेले लेमन छ। आज चाहिँ अस्ति खुर्सानीले गाह्रो भयो जस्तो लाग्यो, त्यही भएर आज चाहिँ लेमन राखेको। अनि जित्नेले चाहिँ आज उसको 10 रुपिस, मेरो 10 रुपिस, 20 रुपिस। ल है, त्यसलाई नगरिकन सुरु गरौँ खानातर्फ। अनि टाइमर चाहिँ हामी यो मोबाइलमा राख्छौँ। अनि जसले छिटो सकायो त्यसले 20 रुपियाँ पायो, जसले ढिलो सकायो त्यसले त्यो लेमन खाना पऱ्यो। सबै एकैचोटि फेरि है। ल अब हामी टाइमर सुरु गर्छौँ है। 3, 2, 1 गो। ल स्टार्ट भयो। बिचमा राख्नु फोन। मैले खान सक्दिनँ कि आज। उहाँको चाहिँ हात काट्नु भएको उहाँले धेरै ढङ्ग पुऱ्याउनु भएको थियो, त्यही भएर उसलाई काट्नु भएको। मिठो। आज चाहिँ यो मैले आफै बनाएको। उसले आज काटको चाहिँ उसले गर्दा हो, हात त्यस्तो भए पनि। हामी चाहिँ नानी सुताएर खाने विचारमा थियो खासमा। नानी मैले पकाउँदा उसले सुताइरहेको थियो, लास्टमा उठिहाल्यो। अनि फेरि सानोलाई हेर्न छोडेर आएको। सानो भनेको चाहिँ मेरो हस्बेन्ड। आज रातिले नचिन्नु होला फेरि होइन। यो नि कसलाई खुवाइदिनु भयो? ओ माई गड। काट है। ओ माई गड। 2 मिनट, 2.5 मिनट भयो। खानु मिल्दैन। के हो कुरो? आउँदैन त मेरो त चाउमिन। Sakko. Steady. Slowly. Competition. Oh. जहिले मै हाल्यो सक्यो। उसको पनि यो यदि मोइ र कोसिस चाहिँ गरे हो, कचिरा पिरो भयो। अब लेमन खानुहुन्छ उहाँले। लेमन त त्यति गाह्रो हुँदैन नि त, उसले खाइरहेको हुन्छ नि त। उसले पनि मैले पनि खाइरहेको हुन्छु।
त्यसै खान पनि सकिन्छ नि त खुर्सानीभन्दा अलिक बेटर हुन्छ अलिक गाह्रो भए जस्तो लाग्यो अस्ति उसलाई अनि त्यही भएर ल हाम्रो मेरो नानी चाहिँ नमान्ने भइसक्यो क्या मान्दिनँ म एकछिनदेखि भने अनि ल हजुरको खाने खाने केले काट्ने भन्दा अब माया गरेँ कि आधी दिउँ भने ओहो 6 मिनट भएछ मैले टाइम रोक्न बिर्सेछु सरी तर मैले 5 मिनटमा खाइसकेको थियो अनि ऊ पनि विनर भएपछि पैसा नि मैले लिने हो त तिमीले पो दिने हो त आज त 20 रुपियाँ साथी हो 20 रुपियाँ 30 रुपियाँ कमाइसक्यो 30 रुपियाँ कमाएँ मैले 30 रुपियाँ मेरो मोही पनि सकिसक्यो र त्यो हामीले उता राखिदिउँ चको होइन छैन खाने हो आधी मात्र खाऊ ल भयो 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 त्यति खाऊ भयो सर्दै गाह्रो हुन्छ भनेर लिएमा त तिमीले खान्छौ त कसरी यतिकै खान्छ त पानीमा खान्छ त यही मै खाऊ ल साथीहरू मैले चाहिँ जितेर 20 रुपियाँ पाएँ भने उसले चाहिँ हारेर पनिसमेन्ट यदि हजुरहरूलाई हाम्रो भिडियो राम्रो लाग्यो सुरुदेखि अन्त्यसम्म हेर्नुहोला र कस्तो हुन्छ प्रतिक्रिया पनि दिनुहोला अझै के च्यालेन्ज हजुरहरूलाई हेर्न मन छ भने कमेन्ट गर्नुहोला यसको च्यालेन्ज गर्नुहोला भनेर तर हामी अब्रोडमा छौँ त्यो जे पनि चाहिँ सक्दैनौँ अब जे सक्छौँ त्यो चाहिँ लिएर आउने कोसिस गर्छौँ ल धन्यवाद बाई बाई टाटा थ्याङ्क यू फर वाचिङ बाई